हेलो, हाई, नमस्कार। आज म केही जीवनीका कुराहरू हजुरहरू सामु लिएर आएकी छु। मेरो नाम चाहिँ अनु हो। मेरो जन्म चाहिँ एउटा हिन्दू परिवारमा भएको थियो। हामी 6 जना दिदीबहिनी अनि एक भाइ थियौँ। म साइली छोरी हो। मेरो दिदी बहिनीहरू आमा बुबा र समाजले जति कुरा सिकाए, जे सिकाए त्यति मात्र सिक्थे। तर मेरो दिमाग त्यतिमा शान्त बस्दैन थियो। मेरो दिमागले सधैँ नयाँ नयाँ कुराको खोजी गरिरहन्थ्यो। म बच्चादेखि नै देख्दै आएको थिएँ। मेरो बुबा धर्म कर्ममा धेरै चासो राख्नुहुन्थ्यो। मैले मेरो बुबाबाट सधैँ राम्रो राम्रो कामहरू मात्र देखिआएकी छु। हामीलाई सधैँ बच्चादेखि नै धर्म कर्म अनि समाज सेवा जस्तो कुराहरू सिकाउनुहुन्थ्यो। उहाँ आफू धामी पनि र पुजारी पनि हुनुहुन्थ्यो। हरेक वर्ष कार्तिक पूर्णिमाको रात मेरो घरबाट देवीको लागि बाजा गाजाको साथमा दियो बत्ती निस्किन्थ्यो। हरेक वर्ष नारायणको पूजा गर्नुहुन्थ्यो। हरेक औँसी र पूर्णिमाको दिन धुपौरोमा धुप बालेर मुटु कमाउने जाडोमा पनि खोलामा गएर नुहाएर जबसम्म उहाँको आजा पूजा सक्दैन थियो, हामीसँग नबोलेर उहाँको सबै पूजाहरू सक्नुहुन्थ्यो। अनि पूजा सकेपछि मात्र हामीसँग बोल्नुहुन्थ्यो। पूजा नसकेसम्म उहाँलाई केही चाहिएमा हातको इसारा गर्नुहुन्थ्यो। दसैँ फुलपातीको दिनमा मेरो बुबाको देवी देवता कुल देवता उहाँको के देवताहरूको लागि उहाँले 9 वटा कुखुराको भोग दिनुहुन्थ्यो। उहाँले सपनामा पाप गरेको देख्नु भयो भने बिहान उठेर हामी छोरीहरूलाई लाइन राखेर टीका लगाएर हाम्रो खुट्टा ढोक्नुहुन्थ्यो। हामीले यस्तै कुरा उहाँबाट देख्दै हाम्रो बचपन र जवानीहरू हाम्रो सिद्धिसकेको थियो। उहाँले सारा मानिसहरूलाई निम्तो दिएर नारायण पूजा बाजा गाजाको साथमा आजा पूजा गर्नुहुन्थ्यो। हामीसँग पैसा हुन्न थियो, सायद छोराछोरी धेरै भएर पनि होला हाम्रो अवस्था नाजुक नै थियो। ऋण खोजेर भए पनि मेरो बुबाले ती सबै कुरा गरिरहनुहुन्थ्यो। पहिलाको वर्षको पैसा तिरि नसक्दै अर्को वर्ष फेरि नै ऋण नै गर्नुपर्ने अवस्था हुन्थ्यो। घरमा सधैँ साहुहरू ऋण माग्नु आउँथे। उनीहरूले मागेको समयमा बुबाले पैसा दिनु नसक्दा बुबालाई अनेक थरीको कुरा सुनाउँथे। अनि मेरो बुबाले गरेको ती कामहरूमा म खुसी थिइनँ। ऋण गरी किन गर्नु परेको होला आजा पूजा धर्म कर्म पनि जस्तो लाग्थ्यो। मेरो बुबाका ती धर्मका कामले मेरो मन कति पनि शान्त थिएन। मेरो जेठी दिदीको 20 वर्षको उमेरमा दिदी धेरै बिमारी हुनुभयो। मेरो आमा बुबाले ती छोरी बचाउनुको लागि जति सक्दो कोसिस गरे। अस्पताल, डाक्टर, औषधि, धामी झाँक्री देवी देवता केही बाँकी राखेनन्। लास्टमा मेरो दिदीको मृत्यु भयो। मेरो बुबा धामी भएको कारणले गाउँका बिमारी अनि गाउँदेखि टाढादेखि बिमारी मेरो बुबाकोमा लिएर आउँथे। अनि जबसम्म ती बिमारीहरू ठिक हुँदैनन् थिए हाम्रो घरमा नै राख्थे। मेरो बुबाले कति बिमारीहरू ठिक गरेर घर पठाउनु भएको मैले देखेको छु। जब मेरो दिदीको मृत्यु भयो मेरो मनमा एउटा प्रश्न उठ्नु थाल्यो। अरू बिमारी हुँदा मेरो बुबाको आजा पूजा र स्वीकार्ने
र बिमारी ठिक गरी दिने मेरो बुबाका भगवानहरूले आफ्नो छोरी बिमारी हुँदा उहाँको आजा पूजा स्वीकारेर उहाँको छोरीलाई किन ठिक गर्नु भएन? मैले यसको जवाब खोज्नु थालेँ। धेरैपल्ट मैले बुबालाई सवाल गरेँ। बुबाले घरको धामीले घरको बिमारीलाई गर्दा मन्तर तन्तर लाग्दैन भनेर मलाई टाढिदिनुहुन्थ्यो। म यतिमा चुपचाप बसिनँ। अब मलाई मेरो बुबाको धर्म र कर्मबाट विश्वास उठ्यो। अब मैले सत्य धर्मको खोजी गर्न थालेँ। यो खोज मेरो जीवनको एउटा मिसनै बन्यो। यो ठुलो चुनौती थियो मेरो लागि। सत्य धर्मको खोजीमा मैले धेरै धर्महरूमा भाग लिएको छु, तर मैले सत्य कतै पाउन सकिनँ। सत्य पाउनको लागि मैले धेरै ठुलो कीमत चुकाएको छु। सत्य भगवान त पक्का छ, तर खोइ कता होला त भन्ने मात्र मेरो मनमा सवाल हुन्थ्यो। सानो उमेरदेखि नै ठुलो कुराको खोजी गर्दा मैले कीमत पनि ठुलो नै चुकाउनु परेको छ। मेरो जवानी उमेरको महसुस पनि मैले कहिले गर्नु सकिनँ, कारण मेरो लक्ष्यहरू नै छुट्टै थियो। कसैले बुझ्नु नसक्ने, कसैलाई मैले पनि बुझाउनु नसक्ने, त्यस्तै खालको मेरो लक्ष्य भएको थियो। दुनियाँदेखि छुट्टै थिएँ। मलाई कसैले बुझ्नु सकेनन् र मैले पनि कसैलाई बुझाउनु सकिनँ, किनकि मैले बुझाए पनि मलाई कसैले बुझ्दैनन् थिए। यस्तै सिलसिलामा म एक दिन मेरो एकजना साथी भेट्नु चर्च पुगे। त्यो साथी क्रिस्चियन थियो। तिनी शनिबार मेरो घरमा आउँदा म घरमा छैन भने चर्चमा म हुन्छु है भनेको थियो। म शनिबार उसको घरमा पुगे। ऊ घरमा थिएन। उसले कुनै दिन शनिबार मलाई भेट्नु मेरो घर आयो भने मलाई घरमा भेटेनौ भने चर्चमा म हुन्छु है भनेको मैले सम्झेँ। म उसले भनेको ठाउँमा चर्चमा पुगे। शनिबार थियो। भिड मान्छे थिए। साथी सबैभन्दा अगाडि थिइन्। सेवा सुरु भइसकेको थियो। सबैजना लाइन भएर बसेका थिए। म ती लाइन भई बसेका मान्छेहरू नाग्दै अगाडि जाने अवस्था थिएन। म चुपचाप सबैभन्दा पछाडि एउटा कुर्सीमा बसेर अगाडि गुरुबाले वचन दिँदै हुनुहुन्थ्यो। ध्यानले सुने। मेरो छटपटेको मनमा एकाएक शान्ति भएको महसुस गरेँ। झन् ध्यानले सुन्नु थालेँ। मेरो मुटुमा कसैले छुरा चलाएको महसुस गर्नु थालेँ। चरक छाती चिरेको जस्तो पनि भयो। घरिघरि त उठेर जाम्की जस्तो पनि लाग्यो, तर उठिनँ। गुरुबाको वचनले दिल र दिमागलाई छुँदै थियो। मेरो मनमा मैले संसारभरि खोजेको सत्य त यहाँ पो रहेछ भन्ने जस्तो भयो। एक मनले सोचे, म धामी पुजारीको छोरी, चर्चमा बसेर म यो के सुन्दैछु? उठेर बाहिर गएर साथीलाई पर्खिन्छु भनी ठाने। तर मलाई मेरो भित्री मनले त्यो कुर्सीबाट उठ्नु दिइरहेको थिएन। यसरी नै ती गुरु बाको वचन सुनेर मेरो दिल दिमाग कुस्ती खेल्दै सेवा सकेछ। मलाई समय गएको पत्तै लागेन। सबैजना बाहिर निस्के। सबै मानिसको साथमा साथी पनि निस्किन्। साथीले मलाई चर्चमा देखेर साथी तिनछक परिन्, कारण उसलाई थाहा थियो म एउटा कठोर पुजारीको छोरी हो भनी। साथीले भनिन्, तिमी कसरी चर्चमा आयो र किन आयो? मैले भने, मलाई तिमीसँग एउटा काम थियो, त्यही भएर आएको भने। त्यो समयमा मलाई त्यो साथीसँग पैसा सापोट चाहिएको थियो।
म पैसा सापट माग्नु गएको थिएँ। क्रिस्चियन विरोधीहरूले क्रिस्चियनमा गयो भने डलर पाइन्छ भनेका कुरा सबैले सुन्दै आएका होलान्। त्यहाँ हाम्रो न डलर दिने कुरा न डलर लिने कुरा भयो। साथीले भनिन्, अनु तिम्रो घरमा धेरै प्रब्लमहरू हुन्छ, आऊ एकचोटि गुरुबासँग तिमी र तिम्रो परिवारको लागि प्रार्थना लिम अनि जाम भनिन्। मैले मानिनँ किनकि म एउटा पुजारीको छोरी थिएँ। हो, मैले सत्य धर्म र सत्य भगवानको खोजी त गरेको थिएँ, तर ती परिवारबाट निस्किनु त्यति सजिलो थिएन। त्यही कारणले मैले साथीको कुरा मान्नु सकिनँ। तर साथीले कसैलाई केही थाहा हुन्न, कसैलाई भन्नु पनि पर्दैन, मात्र एकचोटि प्रार्थना लिम अनि जाम भनिन्। उनी मेरो भलो चाहने साथी थिइन्, त्यही कारणले उसको कुरा काट्नु मैले सकिनँ र हामी प्रार्थना थाप्नु गुरुबाको कोठातिर लाग्यौँ। त्यो दिनदेखि मेरो जीवनको ठुलो युद्ध सुरु भयो। मैले आफ्नो परिवारसँग युद्ध गर्नु पर्यो, गाउँ समाज र म आफैसँग झन् ठुलो युद्ध गर्नु परेको थियो। त्यहाँ गुरुबाको कोठाको आधी घन्टाले मेरो पुरा जिन्दगी नै बेग्लै बनाइदियो। त्यहाँ भएको घटनाले म को हुँ मलाई थाहा हुनु थाल्यो र म किन यो संसारमा जन्मेँ त्यो पनि थाहा हुँदै गयो। अब म पहिलाको अनु थिइनँ, म आफू नै बेग्लै भएको महसुस हुनु थाल्यो। अब बाँकी म अर्को भागमा लिएर आउँछु है त।